बगेर आइरहेको ओ दिक्क भयो ओ माय गॉड तर सिने खिच्यो घोगा कस्तो असिने आएर है हेर्न सक्नुहुन्छ है कस्तो भइसक्यो कि अनि यता डाँडा पनि हेर्न सक्नुहुन्छ है डाँडा पारी डाँडा हेर्न सक्नुहुन्छ है डाँडा पनि सेतै भइसक्यो अनि पारी हेर्न सक्नुहुन्छ पारी चाहिँ ठुलो आएर है रोडमा बाटो जाम भइसकेको छ अनि उता पनि जाम भइसकेको छ हेर्न सक्नुहुन्छ यात्रा डल्ला फैलिरहेको छ गाइस हेर्न सक्नुहुन्छ यात्रा भरि यस्तो असिने छ हेर्न सक्नुहुन्छ है यस्तरी बगेर आइरहन् क्या पुरा कुलो आइरहन् है यस्तरी बगेर आइरहन् ओ झिलिक्क भयो ओ हे यस्तरी असिने बसिसकेको रहेछ हे ओ माई गड हेर्न सक्नुहुन्छ है कति गहिरो छ क्या अझै कसम गाइस हैन हेर्न सक्नुहुन्छ है यस्तरी बगेर। नमस्कार सबैलाई, मेरो नाम चाहिँ नवीन भाइ। जुम्ला पातारासी वडा नम्बर 6 मा हिजो एकदम धेरै असिना पर्यो हैन। के असिनाले के कस्तो नोक्सान गरेको छ भनेर हाम्रो ठाउँमा बस्नु भएको छिमेकी आमा बुवाहरूलाई सुन्नेवाला छु। आज चाहिँ कस्तो के नोक्सान गरेको हिजो चाहिँ असिनाले, छोटो र मिठो इन्टरभ्यु लाग्नेवाला छु है। हिजो असिनाले के नोक्सान गर्यो के र सिने खिच्यो घोगा खिच्यो स्याउ खिच्यो ढटलो खिच्यो अनि के गर्ने अरु खार कुट्ला काट्न गरी इन्दा जाने अब के भोके घर मन्ने त्यही त अब त सिद्धो बालबच्चा कुनै इन्दा लिने कि घरै नै मर्ने त्यही त। हिजो चाहिँ लास्टै नोक्सान गरेको थियो हाम्रो चाहिँ हिजो चाहिँ असिना एकदम पर्यो हैन धेरै अनि एकदम नोक्सान गरेको के हेर्न सक्नुहुन्छ। सागको पनि पुरै पात छिया बनाएको छ के हेर्न सक्नुहुन्छ, छिया भएको छ के सागको पात पनि। अनि हाम्रो अब यस्तो यो स्याउको लागि अब गर्नुपर्ने हैन, यो स्याउको लागि के गर्दा राम्रो होला, सुधार के गर्दा राम्रो होला स्याउको लागि। अब हाम्रो उठुमा चाहिँ हैन लोकल अर्ग्यानिक स्याउ कुनै पनि औषधि नमिसाएको स्याउ पाइन्छ न, तर अब एकचोटिको असिनाले गर्दा धेरै नोक्सान गरेको छ के। अब ओडाबारी कस्तो के सहयोग पाउँछ होला त्यसैलाई सोध्नेवाला छ न। सबैलाई नमस्ते, मेरो नाम बाचा सुनार पातरासी छ पातरासी छ। हाम्रो गाउँमा अहिले मेघ पानी गरेको हो सर अनि सरकारले पनि मौसमले पनि अनि हामीलाई ढिमेकरको चाहिँ हामीले जे भए पनि बारी भयो अहिले हब्यो भनेर हामीले ढुक्क परेका थियौँ। हामी 24 जग्गामा ढुक्क परेका थियौँ। अहिले हाम्रो बेली 3 बजेबाट 26 गते हाम्रो पानी पर्यो। पानी पर्दाखेरि उँधो चन्द्रनाथ पनि हाम्रो नोक्सान भएको छैन। हाम्रो 1 देखि 6 सम्म हाम्रो धेरै नोक्सान भएको छ। स्याउ पनि छैन भने सब स्याउ पनि झऱ्यो, पिरो पनि झऱ्यो अनि मकै सब आलु पनि झऱ्यो। हामीले के गरिन खाने भनेर हामी लेकिन बुढाबुढी पनि बालबच्चा केले पाल्नु भनेर कोही निस्मा भए पढेको कोही के भएको यति भन्न म बिदा हुन्छ। जस्तो हेर्न सक्नुहुन्छ है। अब हाम्री जेठी मम्मीले चाहिँ ठुलै अब भाषण दिनुभयो अनि हाम्रो चाहिँ यो ओडाले के सहयोग गर्ला जस्तो तपाईँलाई लाग्छ भन्नु त? ओडाले जे पनि अहिले सब बाली नाली नसुन्नु भएको छ। हामी ओडामा गएर पनि महिलाले निवेदन फालेर पनि बालबच्चा जनतालाई हेरिदिनु पर्यो, कहीँ ठहराउन भने जनतामा हालिदिनु पर्यो। केले आमा पेट पाल्लालाई तथ्यमा गएर गाउँपालिका गए पनि त पालिकाले ओडामा हाल्नु छ, आफूले पेस गर्न माथि पालिकामा जानु पर्यो। पालिका अध्यक्षले हेरेर पनि पालिकामा जनतालाई के अरे सेवा गर्नु भनेर ओडामा दिएर ओडाले अध्यक्षले सदस्यले हेरिदिनु। धन्यवाद, हामीले मम्मीलाई धन्यवाद भन्न चाहन्छु। आज चाहिँ मेरो इन्टरभ्यू यति नै, अब नेक्स्टमा भलकमा ल्याउने छु म चाहिँ। हस् त, धन्यवाद। हेर्न सक्नुहुन्छ गाइस, हामी चाहिँ अहिले यता आइसकेको छौँ न। उता चाहिँ छोटो इन्टरभ्यू लगेर हामी के नोक्सान भएको छ हाम्रो छेउको बगैँचामा अनि सिमी कोदो आलु चाहिँ होइन घोगा चाहिँ के भइरहेछ नोक्सान भनेर हामी चाहिँ यता आइसकेको छौँ। स्याउ फार्ममा गइरहेको छौँ चाहिँ हामी चाहिँ। उता चाहिँ हेर्न सक्नुहुन्छ, उता चाहिँ हाम्रो घर छ है, उता चाहिँ घर छ, उता पर चाहिँ हाम्रो गाउँ हो क्या अनि यता चाहिँ हाम्रो घर छ। हामी चाहिँ अहिले आइसकेका छौँ क्या। अब हर गएर देखाउन छु होइन, म चाहिँ हेर्दै गर्नु होला तपाईँहरू के नोक्सान भएको छ। अब
के कस्तो भइरहेछ भनेर म चाहिँ देखाउनेवाला छु यही भिडियोमा चाहिँ हेर्दै गर्नु होला अन्तिमसम्म है। हेर्न सक्नुहुन्छ गाइस अहिले चाहिँ म खोला नजिक आइसकेँ होइन। अहिले मुखसुक धुन लाग्छु मुखसुक धोएँ होइन। हेर्न सक्नुहुन्छ पानी चाहिँ निस्किरहेको छ। हिजोतिर पानी आउँथेन कि सानो आउँथेन। हिजो असिना आएको कारणले मेघ आएको कारणले यति धेरै पानी आइरहेको छ कि नि चाहिँ कहिले चाहिँ एकदिन लगिरहेको छ त्यति। अनि अहिले चाहिँ यति धेरै पानी आएको छ है। अनि उता चाहिँ हाम्रो फारम छ हेर्न सक्नुहुन्छ यसै हाम्रो बान्नु है। हिजो आएको असिनाको कारणले पुरै यो बान्नु चाहिँ उज्जिएको छ क्या पुरै उज्जिएको छ यो बान्नु चाहिँ यति भरि ढुङ्गा चाहिँ सब ठुलोमा आएको छ क्या यस्तो नोक्सान गर्दैछ हिजो चाहिँ। अब हरतिर जाउँ अब के नोक्सान गर्दैछ छेउको बारीमा हेरौँ यति चाहिँ यति नोक्सान गर्दैछ। अब हरतिर जाउँ फाइनली गाई चाहिँ हामी चाहिँ हरतिर पनि आइसक्यौँ न एकदम नोक्सान गरिसकेको रहेछ क्या यो चाहिँ बिली आएको असिनाले हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ पुरै हाम्रो घोकाको फारम होइन घोकाको चाहिँ यो चाहिँ हाम्रो घोका है पुरै नोक्सान गरिसकेको छ हेर्न सक्नुहुन्छ पुरै बोट मरिसकेको क्या चाहिँ पुरै मरिसक्यो हेर्न सक्नुहुन्छ पुरासम्म पुरै मरिसकेको छ यो चाहिँ। अनि यो स्याउ स्याउ हो पुरै हेर्न सक्नुहुन्छ कलि बिहातिर पात पुरै झरिसक्यो होइन। स्याउमा कुनै छिया छिया भएको छ क्या पात चाहिँ हेर्न सक्नुहुन्छ छिया छिया भइसकेको छ क्या हेर्न सक्नुहुन्छ। स्याउमा पनि दाग लागिसकेको छ क्या नि चाहिँ नि हेर्न सक्नुहुन्छ यो चाहिँ दाग लागिसक्यो यो पनि लागिसक्यो दाग पुरै स्याउमा दाग लागिसक्यो। अब यो काम लाग्छ कि नै थाहा भएन हेर्न सक्नुहुन्छ यो चाहिँ कस्तो दाग लागिसकेको छ नि यी स्याउमा कामै छैन क्या छुटेको स्याउ हाम्रो यस्तो नोक्सान गरिदियो क्या हेर्न सक्नुहुन्छ पुरै बोट पुरै मरिसकेका छन् क्या। पहिलासम्म हाम्रो गाउँमा असिना आउँथेन क्या खोइ एकचोटि के भएर हो हिजो यस्तो पानी पर्यो कि पुरै असिना आएको हिजो चाहिँ तर कहिले पनि यस्तो हुन्थेन क्या हाम्रो गाउँमा एकचोटि फर्स्टचोटि यस्तो असिना परेको है। हेर्न सक्नुहुन्छ स्याउ पनि पुरै दागी भइसकेका छन् क्या पुरै दाग लागिसकेका छन् स्याउ। अब पछि काम लाग्छ कि नै थाहा भएन अझ अगाडि असिना परेर राम्रै भयो पछि यिनीहरू ठुक्कै स्याउको दाना ठुलो भयो असिना परेको भए हाम्रो यो स्याउ कामै नलाग्ने हुन्थ्यो क्या। अब आधी त काम लाग्ला अब यो स्याउ आधी नलाग्ला अब पछि हेर्दा पछि फलिसकेपछि घर पर्ने कुराहरू चाहिँ अब यिनीहरू ठुलो दाना भयो असिना आइदियो भएर हाम्रो स्याउ चाहिँ कामै लाग्थेन। अब अगाडि आयो अब असिनो यति नोक्सान त भइसकेको छ अब फेरि असिना नआओस् भन्ने चाहन्छु न म चाहिँ। अब असिनो आइसकेको छ अब यिनीहरू असिनो आउनु भएन होइन यिनीहरू पछि यता यता पनि देखाउनु आएको छु। हेर्न सक्नुहुन्छ है पुरै बोट चाहिँ पुरै मरिसकेका छन् क्या नि पुरै असिनाले कति नोक्सान गरिदिएछ क्या सब ढलिसकेका छन् यो चाहिँ रुखको पात हुने यो चाहिँ देख्नु भएको छ त यी भिउमा झरेको यो चाहिँ पुरै रुखको पात हुन् कि असिनाले छिया छिया बनिदिएको छ यो चाहिँ छिया छिया बनाएर पुरै कामै नै लाग्दो गरेछ क्या यो चाहिँ स्याउ है पुरै पात झरेछ भिउमा। अनि यो चाहिँ स्याउ हाम्रो चाहिँ स्याउ चाहिँ एकचोटि ठिकै फलेको थियो क्या झन् एकचोटि स्याउ फलेको बेला यस्तो भइदियो क्या यो चाहिँ सँगै 3 दाना फलेको रहेछ सँगै सँगै दाग लागिसकेको छ यो पनि लागिसकेको छ पुरैले पनि फलेछ स्याउ चाहिँ हेर्नु सक्नुहुन्छ यो चाहिँ 6 दाना रहेछ क्या पुरै स्याउमा चाहिँ दागै दाग परेको छ क्या तर काम त लागिहाल्ला जस्तो लाग्छ पछिसम्म कस्तो हुन्छ स्याउ है यसमा चाहिँ स्याउै छैन यसमा चाहिँ स्याउ देखिरहेन उता देखिरहेको यता देखिरहेको यता अनि पुरै छिया छिया पुरै पात गइसक्यो क्या पात छैन त कामै हुँदैन क्या किनकि पातले नै हो नि त खाना बनाउने पात खाना बनाउँछ अनि जराबाटी पोषण मलहरू सोधेर माथि ल्याउँछ नि त त्यसको लागि पात पनि लास्ट महत्त्व हो क्या जति स्याउ महत्त्व हुन्छ नि त त्यति नै पातको पनि महत्त्व हुन्छ क्या स्याउ र पात चाहिँ हाफ हाफ बराबर हुनै पर्छ क्या अनि स्याउ र पात बराबर हाफ भयो भने ठ्याक्कै निपको स्याउ क्वालिटीदेखि सबै राम्रो हुन्छ क्या त्यसकाले पात र स्याउ चाहिँ हुनै पर्यो क्या एकचोटि पात धेरै झरिसकेको छ अब स्याउमा पनि दाग लागिसकेको छ पछि हेरौँ पछि कस्तो हुन्छ स्याउ पछि हेर्दै गर्नुलाई पछि पनि देखाउने छु मेरो भ्लगमा है कस्तो हुनेछ पछि स्याउ भनेर देखाउने छु अहिले चाहिँ हामी माथि फारममा आइसक्यौँ न
उता देख्नु भएको छ नि त भ्यूमा, यो चाहिँ कुनै हरियो झारपात होइन कि, यो चाहिँ माथि झुकबारी झरेको, हिजो असिनाले झरेको पुरै यो चाहिँ छेउको पात हुन् कि चाहिँ पुरै हरियो भइसकेको छ कि भ्यूमा चाहिँ। सेमा पनि यस्तो कुपिला पारेको छ कि लास नोक्सान गरिदिएछ कि। हेर्नु सक्नुहुन्छ गाइस, हामी चाहिँ माथि फारममा आइसक्यौँ। तलि चाहिँ सिमी लगाएको छौँ, माथि चाहिँ स्याउको बगैँचा हो कि यो चाहिँ। अनि यति नोक्सान गरिदिएछ कि यत्रो दानामा पुरै हेर्नु सक्नुहुन्छ हिजोको असिनाले पुरै दाग लगाइदिएछ कि। हेर्नु सक्नुहुन्छ यत्रो दानामा पुरै दाग लागिसकेको छ कि। एकचोटि स्याउ धेरै राम्रो फलेको थियो, हाम्रो चाहिँ लास नोक्सान गरिदिएछ कि एकचोटि चाहिँ स्याउ। हेर्नु सक्नुहुन्छ यस्तो स्याउ फलेमा यस्तो नोक्सान गरिदिएछ कि एकचोटि पुरै स्याउ दागी मात्रै बनिदिएछ क्या। हामी तलटी माथितिर आइसक्यौँ। यो चाहिँ नस्पातीको रुखै, नस्पातीमा खासै केही असरै भएन के। हुन सक्छ यसको दाना यति साह्रो छ के, लास्ट साह्रो छ, दाना पुरै लागिसकेन नस्पातीमा। बादमा नि खासै असर भयो भने अलिअलि भए, त्यति साह्रो असर भयो भने के। मेन चाहिँ लास्ट स्याउमा भएकै असर, स्याउ भोगामा भए मेन चाहिँ असर होइन, चिनी त्यति साह्रो भयो भने के। यसको पहिला नै टेस्ट राखेको थिएन, त्यहाँदेखि कहिले पनि राखेन कि यसको टेस्ट। पहिला राखेको टेस्ट कस्तो थियो नि बिर्सिसक्यो कि। अब फिट लाग्छ नि यसको टेस्ट कस्तो छ। त्यति नराम्रो त छैन गाइस, तर अर्कै टाइपको छ क्या। भन्नु पनि अलि अप्ठ्यारो टाइपको छ क्या, तर त्यति नराम्रो त छैन कि यसको टेस्ट। ठिकै छ, त्यति नराम्रो छैन। नसक्नु नस्पाती हेर्नु नि चाहिँ यो चाहिँ असर परेको छ, त्यति साह्रो चाहिँ नस्पातीमा असरै छैन कि। यो भयो उता पुरै नस्पाती हो कि चाहिँ नेमा जोरे छ न, पुरै नस्पातीसँग चाहिँ हाम्रो बगैँचामा न पुरै नस्पाती छ। म उता माथि गएर स्याउ कस्तो नोक्सान भएको छ अझै स्याउमा देखाउने छु होइन, त्यो चाहिँ नराम्रो छैन कि। तर खाउ जस्तो पनि लागिरहेको यसको टेस्ट चाहिँ। अहिले चाहिँ माथि गएर देखाउनु अहिले चाहिँ होइन, म पर्सिङ गरेको थिएँ भने त अर्को भिडियोमा हालेको थिएन मैले चाहिँ पर्सिङ कसरी गरेको थिएँ भनेर। अनि कि कर्सिङ गरेर कतिको त्यो वरिपरि साइडमा कतिको स्याउ फाल्छ कि नै भनेर म देखाउन लाग्छु न रुखमा गएर। नसक्नुहुन्छ है, यो चाहिँ भाट्टा छ है, हामीले कर्सिङ गरेको थियौँ त, त्यो भाट्टा पुरै सुकिसकेको छ नि। यो चाहिँ यसको साइडपट्टि हेर्नु सक्नुहुन्छ स्याउ, यसको साइडपट्टि हेर्नु सक्नुहुन्छ स्याउ है। यति धेरै लागेको छ कि स्याउ चाहिँ कर्सिङ गरेको हामीले होइन, त्यो यही नै हो कि कर्सिङ गरेको नै हेर्नु सक्नुहुन्छ पुरै स्याउ देखिरहेको नि हेर्नु सक्नुहुन्छ दुईजना यतै छ। यही नै फाइदा हो क्या यसको आसपासमा कर्सिङ गरेको नि चाहिँ। यही नै फाइदा हो क्या यसै कर्सिङ। अब योबाट मजबुतीले मानिन्छ अर्को वर्ष पनि यसमै फुल हाल्छौँ हामी है। अहिले चाहिँ हामी चाहिँ रुखमाथि छु, रुखमाथि आएको छ है अहिले चाहिँ गाइज। अहिले चाहिँ होइन गाइज, हाम्रो फारमको टप माथि आएको छु क्या। हाम्रो चाहिँ यो लास्ट फारम है, माथि टप माथि छु। उता चाहिँ हाम्रो घर चाहिँ उता चाहिँ छिन्के गाउँ है, उता पर चाहिँ गाउँ हो छु, म चाहिँ छिन्के हो। अहिले चाहिँ हाम्रो बगैँचाको टपमा दिएको छु न, यो स्याउ कतिको नोक्सान छ कतिको के छ भने हेर्न आएको छ न। यो चाहिँ पुरै फारममा हाम्रै हो न, यो चाहिँ पुरै यो टप फारम चाहिँ हाम्रै हो न, टोटल माथि टपदेखि भएको छ टोटल टप हाम्रै हो न। यो चाहिँ कतिको नोक्सान लाग्ने स्याउ होइन। पनि नोक्सान त भए हिँड्न सक्नुहुन्छ, दाग अलिअलि दाग लागेको छ, यो पनि लागिरहेको छ दाग चाहिँ। अनि स्याउ पनि फरेको थियो कि एकचोटि हाम्रो लास्ट नोक्सान हुने भएको चाहिँ हेर्न सक्नुहुन्छ, पुरै चाहिँ कामै नै लाग्दो भइरहेको क्या हेर्न सक्नुहुन्छ। यो चाहिँ 6-7 दाना यत्रै थिए नि, एउटा नै थियो के भन्छौँ भने चाहिँ हामी चाहिँ यो दाना एक दानाको स्याउ हुन्छ नि त, एक दानाको स्याउ एक दानो भन्दैनौँ क्या हामी। यो एक दानाको स्याउमा 10 रुपियाँ छ कि 5-10 रुपियाँ हुन्छ कि, किनकि यो दानामा हामी 5-10 रुपियाँ भन्ने गर्छौँ क्या हामी चाहिँ। किनकि यसमा 5-10 रुपियाँ 20-25 हुने गर्छौँ क्या हामी चाहिँ एक दानामा। किनकि दानामा हामी एक दानामा 5 रुपियाँ चाहिँ आइहाल्छ क्या हामीलाई 5-10 रुपियाँको। तर लास्ट नोक्सान हुनेको अब के गर्ने, त्यस्तै भयो मौसम पनि बचाउनु पनि सकेन स्याउलाई है। अनि यो चाहिँ यो 5 भन्छ के अप्नाएर 2-5 भनेर हो। माथि चाहिँ केरो लाग्छौँ हामीले चाहिँ होइन, केरो कतिको नोक्सान भयो भनेर अलिअलि भाँच्दैछ, त्यति साह्रो केरो पनि नोक्सान भएको छैन।
सक्नुहुन्छ अलिअलि माथि छ यो चाहिँ पुरै केरो लगाएको छौँ कि माथि बगैँचामा केरो लगाएको छौँ अनि माथि च्याउहरू चाहिँ केरो लगाएको छौँ केरो त त्यति खासै नोक्सान भएको छैन सिमी र मेन चाहिँ ढुङ्गामा नोक्सान भएको छ क्या ढुङ्गामा एकदम धेरै नोक्सान भएको छ टोटल फारम हेऱ्यौँ है हामी चाहिँ टोटल फारम हेऱ्यौँ सबै उठै छ क्या छेउमा लास्ट असर परेको छैन अब के गर्ने अब हुने कुरा भइसक्यो होइन अब झेउ त लागिहाल्छ नि त यति मिहिनेत भयो हाम्रो धेरै मिहिनेत गरेको नि त झेउ त लागिहाल्छ नलाग्ने होइन र झेउ त लागिसक्छ अब के गर्ने अब भइसक्यो यतिकै अब यही स्याउलाई पनि बेटर गर्ने कोसिस गर्नेछौँ होइन अझै हाल्नु भनेर अब खोचा टिप्न आएको छैन म खोचा टिपी अब भगवान् सुनाएको होइन अझै गाई छ न म खोला नजिक आएर खच्चारो टिपिरहेको छु न खरानी जाडो पुरै हल्या है गाई छ हल्या अब हरियो मौसम पनि आइसक्यो गाई छ न रमाइलो हुन्छ अब हरियो पनि आइसक्यो जता कता हरियो हुन्छ कि ऐना गएर जता कता सुको थियो होइन अब हरियो हुन्छ गाई छ सक्नुहुन्छ खोला है गाइज म खोसा टिप्दै आइरहेको छु होइन आउँदा आउँदै खुर्पानी देखेँ गाइज हेर्नु खुर्पानी पनि त्यति साह्रो असरै भने के यस्तो दाना लागेको छ है खुर्पानी हेर्नु सक्नुहुन्छ गाइज त्यति साह्रो त असर भने होइन खुर्पानीमा भात पनि अलिअलि बाहेक त्यति साह्रो असरै भने हेर्नु सक्नुहुन्छ गाइज यो चाहिँ लास्ट चितो हुन्छ क्या आजकल गाइज यसको टेस्ट पनि लाग्नु पनि गाह्रो क्या गाइज लास्ट चितो हुन्छ क्या यसको टेस्ट चाख्नु लगाइ लास्ट चितो हुन्छ चाहिसक्यो भने चाहिँ खुर्पानीको रुखै पछि पाक्दाखेरि लास्ट मिठो हुन्छ नि यो चाहिँ अस्तिलाई चिसो हुन्छ कि चाहिँ त्यही लागिसक्यो घर आइसक्यो न गाइज अब अर्को भिडियोमा नेक्स्ट भिडियोमा हेर्दै गर्नु होइन मेरो युट्युब च्यानलमा जोडिने गर्नु होला तपाईँहरू पनि अब छेउ अब देखिरहेको छ नि त हामी कस्तो के भएको छ भनेर अर्को भिडियोमा ल्याउने छु हाम्रो छेउमा कति नोक्सान भएर कति हाम्रो छेउ कति नोक्सान भएको देखाउँछु अर्को भिडियोमा देखाउने छु मेरो च्यानल लाइक कमेन्ट्स अनि सब्सक्राइब गरिदिनु होला गाइज